धेरै वर्षपछि काठमाडौँ गइयो। काठमाडौँमा बसेर पनि धरहरा नचढ्ने सायद म एउटै होला जस्तो लाग्छ है। अनि काठमाडौँ गएर आज चाहिँ धरहरा जाउँ न त भनेर फ्यामिली नै गयौँ, 3 जना गयौँ। अनि धरहरा जाने क्रममा भित्र जाने कि नजाने भइरहेको थियो, गयौँ। अनि लिफ्टबाट जाने कि भर्याङबाट जाने भनेर हेर्दै थियौँ। भर्याङबाट त धेरै टाइम लाग्छ होला जस्तो लाग्यो, त्यही भएर चाहिँ हामी लिफ्टबाटै जाउँ न त भनेर जान लाग्यौँ है। अनि त्यसपछि वेट गरेर बस्यौँ ट्रन, त्यहाँ चाहिँ धेरैजना थियो। लिफ्टबाट जानलाई चाहिँ अब एकैचोटि धेरैजना जान मिल्दैन नि त, त्यही भएर हामी चाहिँ आफ्नो ट्रन वेट गरेर बस्यौँ। त्यतिन्जेलसम्म फोटो खिच्ने यताउति हेर्ने गऱ्यौँ र अब फाइनल्ली लिफ्टको उस पनि आउन लाग्यो है। अनि लिफ्ट खुल्यो, त्यसपछि लिफ्टबाट मान्छे निस्के अनि हामी पनि भित्र जान लाग्यौँ है। भित्र गएपछि बन्द भयो। अब यसमा चाहिँ अब हामीले चाहिँ हेर्दा धरहरा त हेर्दाखेरि अब कति तला छ भन्ने थाहा हुन्थेन, तर भित्र जाँदाखेरि त 20 तला रहेछ के। 15, 16, 17, 18, 19, 20, 20मा गएपछि रोकियो। त्यसपछि फाइनल्ली हामी बाहिर गयौँ। अनि बाहिर गएपछि ओ माई गड, त्यहाँबाट त धरहराबाट त काठमाडौँको भ्यू यति राम्रो देखिँदो रहेछ, यति राम्रो देखिँदो रहेछ। हेऱ्यौँ, फोटो खिच्यौँ, भिडियो गऱ्यौँ, अनि एकछिन रमाइलो गऱ्यौँ। अनि हाम्रो सानो मिनी भ्लग यहीँ सकियो।